What is up guys, welcome back to a new video र नयाँ भिडियोमा स्वागत छ सबैलाई। र आजको भिडियो चाहिँ बब्बाल भिडियो हुनेछ किनभने चाहिँ ट्रेलर रियाक्सन गर्न गएको छु, त्यो पनि पीताम्बर मुभीको। जुन चाहिँ मैले फर्स्ट भिडियो हैन यो च्यानल खोल्दा चाहिँ फर्स्ट मैले टिजर रियाक्सन गरेको थिएँ हैन त्यो मुभीको। अब सिधै ट्रेलरसम्म आउँदा हैन च्यानल पनि थोरै भयो भने ग्रो भइसकेको छ र अझै ग्रो गराइदिनु हैन। अनि यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु, पुरानो हो भने लाइक गर्नु, कमेन्ट गर्नु, अरु त के भन्ने र हैन। र यो मुभी चाहिँ टिजर भन्दा नि टिजर हेर्दा चाहिँ राम्रै थियो हैन, भनौँ न राम्रै थियो। सबै स्टारहरू टन्नै थिए हैन, एक्टरहरू जो पनि भनौँ न चलिरहेका प्रदीप, सौगात अनि दयाहाङ हैन, तिनीहरू सबै चलिरहेका थिए, राम्रै थियो हैन। अनि एक्सन होला जस्तो छ मुभी चाहिँ। ट्रेलर चाहिँ कस्तो निकालेको छ हेरौँ है त। अनि ट्रेलर कस्तो निकालेको छ, अब कहिले रिलिज हुने हो हैन त्यो हेरौँ। अनि त्यसपछि मुभी हेर्न जाने कि नजाने भन्ने कुराहरू सब म लास्टमा भन्छु, अनि त्यहाँसम्म कुर्नुहोला। र यति भन्दै अब हामी सिधै भिडियोतर्फ जाऊँ है त, लेट्स गो। बुढा सुब्बा डिजिटल इन्जोय विथ अस। यो त कन्ठे भयो मुभीहरू हेर्दा हेर्दा यार। पुरा केजिएफको चाहिँ छ त यार, सुरुमा इमोसनल टाइपको हैन। प्रश्न उठ्छ, तब त्रेता युगमा राम, द्वापर युगमा कृष्ण, कलि युगमा पीताम्बरको जन्म हुन्छ। पीताम्बरको जन्म हुन्छ अरे। पब्जी वाला गन छ त यार। मेरो पीताम्बरलाई जिउँदै निलेर पेटमा मुखबाट उकाल्ने एनाकोन्डाहरूको राज छ। अर्काको गुलामी धेरै गरियो, अब पुरै साम्राज्यमा राज गर्नुपर्छ। ओए पुरा साउथ वाला भाइब दिइरह यार हेर्दा त। त्यसको दर्दनाक मौतको किस्सा वर्षौं वर्ष परासीमा कहानी बनेर बाँच्नुपर्छ। ओए यार पुरै एक्सन जस्तो लाग्यो, फुल अन एक्सन वाला के। टाउको काटेर बीच मैदानमा टगाउँछु, यो पछुवाको वादा भयो। पछुवा अरे टाउकै काटे हैन, दुईटा टाउको त काटिसक्यो है ट्रेलरमा। परासीको राशिमा गरम हावा हावी भएको देखे। अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो। यो डायलग त टिजरमा नि थियो यार। स्यालहरूको ठुण्ड बोकेर बाघसँग सिमौरी खेल्न खोज्दैछस्। तेरो यो रावण राज मैबाट समाप्त हुन्छ, त्यो पनि किस्ता किस्तामा। टाउको त टन्नै काटे होला है, मुभीमा त टाउको 5-6वटा काटे है टुक्क। नाम के हो यसको? न कसैको दाइ न कसैको भाइ, इन्स्पेक्टर राई। तिम्रो अगाडि जो उभिएको छ त्यसको हातमा मरिसक्यो। न कसैको दाइ न कसैको भाइ, के राई भन्थे हैन डाइलगमा। ओए पीताम्बर सानोतिनो कार्य होइन, 20 वर्षदेखि बाँधिएको बाँधो म। ल गाइज हेरेर भइयो है त, पीताम्बर पनि फाइनल्ली हेरेर भइयो, मजा आयो होइन। जे होस् पीताम्बर हेर्दा ट्रेलर त अब घाँटी त 5-6वटा काटेकै छ होइन, ट्रेलरमा 2टा काटिसक्यो। अब मुभी काटेको हेर्न छ भने अब फिल्म हलतिर जानु होला होइन, 5-6वटा त काटिसकेको छ मुभीमै होइन। भन्न खोजेको चाहिँ एक्सन चाहिँ बब्बाल एक्सन हुनेवाला छ मुभी चाहिँ। हल्का साउथवाला टाइपको बनाउन खोजेको रहेछ। अब कस्तो बन्ने छ अब त्यो त मुभी हेरेरै थाहा हुन्छ होइन। र तपाईँहरू पनि हेर्न जानु होला।
नेपाली मुभीलाई माया गर्नु होला, मैले पनि माया गर्छु। म सबै मुभी हेर्न जान्छु होइन, तपाईँहरू पनि सबै हेर्न जानु होला। यही भन्दै यो राम्रो छ, ठिकै छ, के भन्ने अरे यो मुभीमा होइन। हेर्दा एक्सन प्याकै हो मुभी, जो एक्सन प्याक छ, हेर्न जानु। अनि हेरेर पछि कसलाई राम्रो लाग्यो कसलाई नराम्रो लाग्यो चाहिँ कमेन्ट डाउन गर्नु, र ट्रेलर हेर्दा कस्तो लाग्यो त भन्नेवाला तपाईँहरूको रियाक्सन के कस्तो थियो कमेन्ट गर्नु, लाइक गर्नु, सब्सक्राइब गर्नु, र फेरि पनि अर्को नयाँ भिडियोमा भेटौँला। फम्बल भयो क्या, नयाँ भिडियोमा भेटौँला। ओके, थ्याङ्क यू सो मच।